अहिलेको समयमा विदेशी एकाउन्टहरूबाट पैसा कमाउनेको धेरै सबैको चाहना हुन्छ र कतिपयले कमाइरहेको पनि छन्। र आजको यस भिडियोमा म तपाईँहरूलाई विदेशी एकाउन्ट कसरी खोल्ने, युनाइटेड स्टेट, युनाइटेड किङडम, जापान, साउथ कोरिया जस्ता विदेशी एकाउन्टहरूकोबाट चाहिँ नेपालीहरूले थुप्रै मात्रामा आम्दानी गरिरहेका छन् अहिलेको समयमा। आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई त्यो एकाउन्टहरू चाहिँ कसरी बनाउने भन्ने विषयमा सिकाउनेछु, त्यही पनि बिना VPN, बिना DNS। सो भिडियो अन्तिमसम्म हेर्नुहोला। सो फाइनली अहिले चाहिँ हामी आफ्नो टिकटक एपलाई ओपन गर्नुपर्ने हुन्छ। टिकटक एपलाई ओपन गरेपछि आफ्नो प्रोफाइलमा क्लिक गर्नु होला। प्रोफाइलमा गएपछि माथि 3 डट देख्न सक्नुहुन्छ। 3 डटमा क्लिक गर्नु। 3 डटमा क्लिक गरेपछि सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नु होला। त्यस पछाडि तपाईँले आफ्नो स्विच एकाउन्ट गर्नु होला। स्विच एकाउन्ट गर्ने बेला चाहिँ यहाँनिर तपाईँले तलनिर नेपाल भन्ने अप्सन देख्न सक्नुहुन्छ। त्यो नेपाल भन्ने अप्सनमा क्लिक गर्नु होला तपाईँले। सो नेपाल भन्ने अप्सनलाई क्लिक गरे पछाडि यहाँनिर चाहिँ थोरै समय चाहिँ लोड लिन्छ। यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ थोरै लोड लिइरहेको छ अहिले चाहिँ। लोड लिए पछाडि अब तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ आफू कुन कन्ट्रीको लागि बनाउन खोज्नु भएको हो त्यो कन्ट्रीको नाम चाहिँ यहाँनिर सर्च गर्नुपर्ने हुन्छ। जस्तै मैले अहिले युनाइटेड किङडमको गर्न खोजेको छु, त्यही कारणले गर्दाखेरि म यहाँनिर युके लेख्छु। युके लेख्दाखेरि यहाँनिर डाइरेक्ट नआउने हुनसक्छ, त्यही भएर कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ युनाइटेड किङडम भनेर चाहिँ सर्च गर्नु होला है त। UNITED देख्न सक्नुहुन्छ यहाँनिर लास्ट अप्सन, सेकेन्ड अप्सनमा युनाइटेड किङडम। सो सेलेक्ट गरेर देख्न सक्नुहुन्छ यहाँनिर तल अप्सनमा चाहिँ युनाइटेड किङडम भनेको छ। सो यति भए पछाडि तपाईँले इन्टर इमेलमा क्लिक गर्नु होला। तपाईँले कुन इमेलबाट टिकटक एकाउन्ट खोल्न खोज्नु भएको हो त्यो इमेल एड्रेस चाहिँ यहाँनिर राख्नुपर्ने हुन्छ। सो त्यहाँनिर इमेल एड्रेस राख्नु होला तपाईँले आफ्नो हिसाबले। जस्तै मेरो चाहिँ यहाँनिर इमेल एड्रेस चाहिँ यो खालको छ, त्यही कारणले गर्दाखेरि चाहिँ यहाँनिर gmail.com गरेर चाहिँ तपाईँले यहाँनिर तल देख्न सक्नुहुन्छ यहाँनिर गेट ट्रेन्डिङ कन्टेन्ट भन्ने यसमा चाहिँ क्लिक गरेर चाहिँ यहाँनिर त्यो गरे पछाडि यहाँनिर तपाईँले आफ्नो इमेलले चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। इमेल एड्रेस राख्नु होला। इमेल एड्रेस राखे पछाडि तपाईँले आफ्नो डेट अफ बर्थ चाहिँ यहाँनिर मिलाउनु पर्ने हुन्छ आफ्नो हिसाबले। म यहाँनिर डेट अफ बर्थ मिलाउँछु। डेट अफ बर्थ राख्ने बेला 18 वर्ष कटिएको राख्नुपर्ने हुन्छ है त। सो यहाँनिर तपाईँले यहाँनिर पासवर्ड पनि राख्न सक्नुहुनेछ, आफ्नो स्किप पनि गर्न सक्नुहुन्छ। आफ्नो टिकटकको पासवर्ड राख्न पनि सक्नुहुन्छ अथवा स्किप पनि गर्न सक्नुहुनेछ। सो यहाँनिर चाहिँ मैले क्रिएट पासवर्ड गरेर चाहिँ आफ्नो पासवर्ड राखेर देखाउनेछु तपाईँहरूलाई। सो देख्न सक्नुहुनेछ यहाँनिर पासवर्ड राखे पछाडि तपाईँले कन्टिन्यूमा क्लिक गर्नु होला। कन्टिन्यूमा क्लिक गरे पछाडि तपाईँले यहाँनिर निकनेम राख्न सक्नुहुन्छ, यानि कि तपाईँको युजर नेम। निकनेम भनेकै तपाईँको युजर नेम हो, त्यही कारणले गर्दाखेरि निकनेम चाहिँ तपाईँले आफ्नो हिसाबले राख्न सक्नुहुनेछ अथवा यसलाई स्किप पनि गर्न सक्नुहुनेछ। सो यहाँनिर देख्न सक्नुहुन्छ मैले चाहिँ लाइफस्टाइल 76 भनेर यहाँनिर चाहिँ राखिदिइसकेको छु। त्यति गरेपछि देख्न सक्नुहुन्छ फाइनली हाम्रो टिकटक एकाउन्ट चाहिँ क्रिएट भइसकेको छ। अब प्रुफ गर्नको लागि चाहिँ तपाईँले यहाँनिर के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर थोरै लोड लिइरहेको छ। लोड लिए पछाडि तपाईँले माथि 3 डट देख्न सक्नुहुनेछ। 3 डटमा क्लिक गर्नु होला। 3 डटमा क्लिक गरेपछि सेटिङ एन्ड प्राइभेसीमा जानु होला। त्यसपछि तपाईँले एकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। एकाउन्ट भन्ने अप्सनमा क्लिक गरे पछाडि देख्न सक्नुहुनेछ जस्तै yan5@gmail.com युनाइटेड किङडम। सो फाइनली हाम्रो चाहिँ युनाइटेड किङडम लोकेसनमा चाहिँ भएर चाहिँ टिकटक एकाउन्ट खोलिसकेको छ। त्यति गरेपछि तपाईँले आफ्नो टिकटक स्टुडियोमा जानु होला। टिकटक स्टुडियोमा क्लिक गरे पश्चात चाहिँ तपाईँले आफ्नो यहाँनिर देख्न सक्नुहुनेछ विभिन्न फिचरहरू देखिरहेको छ, जुन चाहिँ नेपाली एकाउन्टमा भन्दाखेरि धेरै नै फिचरहरू बढी हुन्छ। सो यहाँनिर देख्न सक्नुहुन्छ ट्रेन्डिङ टपिक, ट्रेन्डिङ पोस्ट, ट्रेन्डिङ क्रिएटर देख्न सक्नुहुनेछ। त्यतिमध्ये तपाईँले यहाँनिर क्रिएटर रिवार्ड प्रोग्रामको अप्सन पनि भेटाएर क्लिक गर्नु होला। क्रिएटर रिवार्डको प्रोग्रामको अप्सन भेटाए पछाडि चाहिँ यहाँनिर थोरै लोड देख्न सक्नुहुनेछ। हाम्रो क्रिएटर रिवार्ड प्रोग्राम चाहिँ इनेबल भइसकेको छ। यहाँनिर देख्न सक्नुहुनेछ एटलिस्ट 18 वर्ष कम्प्लिट भएको हुनुपर्ने, 10,000 फलोवर्स र 1,50,000 भ्युज कटेको हुनुपर्ने हुन्छ टिकटक मोनेटाइज हुनको लागि। आजको यस भिडियोमा चाहिँ मैले तपाईँहरूलाई सिकाइसकेको छु कि बिना VPN अमेरिका, बेलायत, जापान, फ्रान्स, क्यानाडा जस्तो देशहरूको एकाउन्ट चाहिँ कसरी बनाउन सकिन्छ विदाउट VPN र DNS चाहिँ सिकाइसकेको छु। सो आई होप हजुरलाई भिडियो मन परेला। भिडियो मन परेछ भने लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला।